आज हामी गर्नेवाला छौँ फ्लिप द बोतल च्यालेन्ज र यो च्यालेन्जमा पार्टिसिपेट हुने स्टुडेन्टहरू छ जो सबै रहेको छ र हाम्रो फर्स्ट कन्टेस्टेन्ट रहेको छ यो भाइ। तिम्रो नाम के हो? मेरो नाम विशाल काया। आजको गेम निकै रोमाञ्चक रमाइलो हुनेवाला छ, सबैजनाले हेरिदिनु होला। तिमी 3 अटेम्पमा हैन, तिमी एकचोटि पनि गर्यो भने तिमीले हैन म 50 रुपैयाँ दिन्छु, बुझ्यौ? ओके बुझ्यौ? 3 अटेम्प्ट, एभ्रीबडी नो अबाउट 3 अटेम्प्ट। एउटा पनि सक्सेसफुल भयो भने म तिमीलाई 50 रुपैयाँ दिन्छु, बुझ्यौ? बुझ्छ सर। ल ल अब 3 चोटी गर्न पाउँछु मैले। 3 चोटीमा एकचोटी गरे विशाल। राम्रो है। 1 2 राम्रो छ गर्ने भाइ। 3 आउट अफ कन्टेस्टेन्ट्स। तिम्रो नाम के हो? श्रीएडवार। तिमी स्टार्ट गर ल। 1 2 बिस्तारै गर, बिस्तारै। कस्तो लाग्यो गेममा पार्टिसिपेट गरेर? ठीक है, राम्रो। ए हस् है। अब यसको टर्न। तिम्रो नाम? डेनिस। ए हस्, ट्राई गर। रियल त्यही 3 अटेम्प्ट के। 1 2 बिस्तारै गर न यार। 3 आवास अधिकारी। आवास अधिकारी। ल स्टार्ट गरौँ ल। 1 2 अलि राम्रो। यहाँ गर न, यहाँ गर के राम्रो ठाउँ। रबिन मानन्दर। ए ठिक छ, राम्रो बेस्ट ट्राई गर्नु है आफ्नो। 1 2 फर्स्ट हाम्रो गेमको फर्स्ट विनर रहेको छ। तिम्रो नाम के हो? रबिन मानन्दर। कस्तो लाग्यो त? राम्रो। तिमीले 5 रुपैयाँ पायो है। अब यसको टर्न। योर नेम? शैलेन्द्र तिरुवा। शैलेन्द्र तिरुवा होइन, ठिक छ, ट्राई गर है। 1 2 3 नेक्स्ट अनदर विनर कन्टेस्टेन्ट्स। कस्तो लाग्यो ब्रो पार्टिसिपेट गरेर गेममा? राम्रै लाग्यो, तर 2 चान्स अलि केही हुँदैन। तिम्रो नाम? रेबिका तामाङ। रेबिका तामाङ होइन। यस्तो सुरु गरौँ है गेम। अलिक बिस्तारै गर के। सेकेन्ड। ल तिमी पनि जित्यो होइन पैसा। कस्तो लाग्यो त गेममा पार्टिसिपेट गरेर? राम्रो लाग्यो है। ए हस्, अब नेक्स्ट कन्टेस्टेन्टलाई हामी बोलाउन गइरहेको छौँ, जुन रहेका छ हाम्रो भाइ। तिम्रो नाम के हो? रविन्द्र। रविन्द्र। उता हेर न यार क्यामेरामा। रविन्द्र। रविन्द्र है। ल स्टार्ट गरौँ। ओइ फर्स्ट सेकेन्डमा गयो। कस्तो लाग्यो ब्रो गेम जितेर त? राम्रो लाग्यो। यता हेर न यार क्यामेरामा पनि हेर न के। यस्तो किन लजाइरहेको छ तिमी? ठिक छ होइन? ल योर नेम? माई नेम इज शिशिर श्रेष्ठ। ल तिमी एटेम्प्ट गर है, राम्रोसँग खेल्नु ल। फर्स्ट अटेम्प्ट युर लस, सो बी केयर ओके। सेकेन्ड अटेम्प्ट। थर्ड अटेम्प्ट। तिम्रो नाम? बसन्त। बसन्त होइन। ल ट्राई गर है। 1 अटेम्प्ट यु लस ब्रो, राम्रोसँग खेल न। 2 3 पार्टिसिपेट गरेर कस्तो लाग्यो त गेममा? राम्रो। तिम्रो नाम के हो? दोर्जे। दोर्जे होइन, ठिक छ, स्टार्ट गरौँ है। 1 अटेम्प्ट 2 अटेम्प्ट 3 अटेम्प्ट। यो कङ्ग्रेचुलेसन ब्रो, तिमीले जित्यो होइन गेम। कस्तो लाग्यो ब्रो जितेर त? राम्रो लाग्यो। राम्रो लाग्यो होइन। के भन्न चाहन्छ हाम्रो ऑडियन्सहरूलाई? सबैजनाले सब्सक्राइब गरिदिनु होला दाइको युट्युब च्यानलमा। ओके थ्याङ्क यू ब्रो। बहिनी तिम्रो नाम के हो? पहिले यस्तो नाम इन्ट्रोड्युस गरौँ न। एलिसा। एलिसा। एलिसा, ठिक छ होइन। एटेम्प्ट गर ल। 3वटा एटेम्प्ट छ होइन। तिनवटाबाट यदि तिमीले 3वटाबाट फ्लिप गऱ्यो भने 150 पाउँछ होइन। पर फ्लिपको 50 रुपिस है। यस्तो गरौँ ल। नडराउ के नडराउ।
योर नेम मनीष मनीष होइन ल ब्रो ट्राई गर है 1 attempt you lost bro second third attempt कस्तो लाग्यो ब्रो गेममा पार्टिसिपेट गरेर राम्रो राम्रो है के भन्न चाहन्छ हाम्रो अडियन्सहरूले सब्सक्राइब गरिदिनु होला ओके बहिनी आउन हौ ओइ खेला त केही हुँदैन गर न गर तिमीले गर ट्राई त गर एकचोटि तिम्रो नाम के हो असुक्री ल तिमी गर ल ओ फर्स्ट सेकेन्ड गर न गर बहिनीले जित्यो है हेर है सबैजनाले हेर होइन ओए बहिनीले जित्यो कङ्ग्रेचुलेसन बहिनी तिमीले जित्यो बुझ्यौ है होइन जितेको छैन तिम्रो नाम के भाइ सुमन सुमन होइन यस्तो हामी गेम खेलाएको सानो बुझ्यौ फ्लिप द बोतल है तिमीसँग 3वटा चान्स होइन अनि 3वटामा तिमीले 3टैबाट एटेम्प्ट गर्यो भने तिमीले 150 पाउँछ होइन पर एटेम्प्टको 50 रुपिस छ भने ट्राई गर ल 3 चोटि चान्स हो तिमीसँग 1 2 3 तिम्रो नाम के हो होइन हामी एउटा सानो भिडियो बनाएको थियो अनि यस्तो पनि पार्टिसिपेट गरेर एउटा एकचोटि फ्लिप गर्छ नै 50 रुपिस पाउँछ तिमीसँग 3वटा एटेम्प्ट गर सो गाइज हेर्नुभयो होइन हामी सबै फ्लिप द बोतल खेल्यो होइन आज गेम कस्तो लाग्यो तिमीहरूलाई धेरै राम्रो लाग्यो है र ठिक छ होइन तर सुन है जतिजनालाई गेम जित्यो सबैलाई 50 रुपिस दिन्छ होइन तर नजितेको मान्छेलाई पनि म 20 रुपिसको हरेकलाई पाउँछु दिन्छु ल मित्रहरू यहाँ हेर्नु भइरहेको छ सबैजना हाम्रो रेस्टुरेन्ट यिनीहरूमध्ये कतिजनाले जितेको छ याद उठाउने 1 2 3 4 5 होइन 6 जना भइहाल्यो है 1 यहाँ पनि छ 6 जनालाई हामीले जितेको छ यो बहिनी पनि जितेको छ तपाईँले हेर्नु भयो होइन अनि तिमीले होइन यस्तो पैसा राख ल बुझ्यौ तिमीले होइन अब यस्तो भिडियोको रिभ्यू गरिदियौ भने कस्तो लाग्यो होइन तिमीलाई राम्रो लाग्यो होइन यो पनि भाइ विनर्स रहेको छ तपाईँले हेर्नुभयो भिडियोमा अब यसको टर्न सबैले नाम पनि भन्नु ल यो नेम शैलेन्द्र तिरुवा है यसले पनि जितेको के भन्न चाहन्छौ च्यानललाई सब्सक्राइब गरिदिनु होला त उहाँको नेम दोर्जे तिमीलाई त भन्थ्यो होइन राम्रोसँग है ओइ अर्को को थियो तिमी पनि थियो ल के भन्न चाहन्छौ अडियन्सलाई अब एक ट्युसन सेन्टरलाई चाहिँ अब पढ्न आउनु होला भन्दै नाम के हो कालीघाट ब्यासी ल तिमीले जितेको प्राइज होइन ओइ अरू कोही छ जितेको तिमी पनि जितेको छौ ओहो ल तिम्रो प्राइज थ्याङ्क यू कस्तो लाग्यो ब्रो के भन्न चाहन्छौ अडियन्सहरूलाई पर्दैन ए उता हेर न यार तिम्रो नाम के हो रेबिका तामाङ कस्तो लाग्यो त यो प्राइज होइन बवाल छैन गेम कस्तो लाग्यो सबैजनालाई रमाइलो लाग्यो होइन अब म सबैलाई यो दिन्छु ल एउटा चाउचाउ म यो चाउचाउ ल्याएको छु सबै विनर्सलाई पनि नन विनरलाई पनि बुझ्यौ म सबैलाई दिन्छु ल हुन्छ जाऊ सबैले लिने हो ल यस्तो विनर नन विनर यसमा म्याटर गर्दैन बुझ्यौ यस्तो क्यामेरातिर पनि हेर्दै के भाइ थ्याङ्क यू ओके सो हेर्नुभयो गाइज होइन हामीले यस्तो सानो एउटा गेम खेलाइदियो होइन मेरो साथीको ट्युसन सेन्टर थियो अनि त्यहाँको बच्चाहरू थियो है अनि यतिकै जस्ट फर फनको लागि हामीले यस्तो गेम खेलाएको छैन अनि एउटा भिडियो सुट गरेको कस्तो लाग्यो होइन तपाईँहरू कमेन्ट गरिदिनु होला र यस्तै भिडियो बनाऊँ भने यसको पार्ट 2 ल्याउँ भने तपाईँहरू कमेन्ट गर्नु होला है अवश्य यति भन्दै म यहाँबाट बिदा लिन चाहन्छु धन्यवाद है।